कहाँ पुगिरहेको हुन्छु, कहिले कुलमानजीको पार्टीमा भन्छ, फेरि एकछिन अर्को स्क्रोल गर्दै बालेङ्गोमा गयो रे भनेर भन्छ, फेरि स्क्रोल गर्छु, फेरि होइन सुमाना र यस्तो भयो रे भनेर भन्नुहुन्छ होइन। हाम्रो कुरा चाहिँ यति मात्रै हो कि तपाईँको हाम्रो माग पुरा नभएसम्म हामी चुनाव हुनु दिँदैनौँ, विच इज क्लियर। चुनाव हुन दिनुहुन्न हाम्रो माग पुरा नभएसम्म है, हाम्रो माग पुरा नभएसम्म, जेएनजीको माग पुरा नभएसम्म यो चुनाव गर्न पाएन कसैले पनि होइन। तर मान्छेले भोगेको यो समस्या कतिजना भोटर आइडी त पछि पनि उहाँहरू लिनुहुन्छ होइन, कुनै चुनावमा जानु होला त्यतिखेर भोटर आइडी त लिनुहुन्छ। यो समस्याको समाधान मात्र गर्नको लागि हामीले एउटा आएको मात्रै हो। हामी चाहिँ चुनावमा जाँदिनौँ होइन, हामी यो चुनावको लागि लडेको पनि होइन। 84को लागि चुनावलाई सार्नलाई यत्रोजना मान्छे हुन्छ नि तपाईँको घाइते भएको छन्, शहीद भएको छन्, यसको लागि लडेको पनि होइन। यो कुरा त क्लियर हो नि त हामीहरू त चुनाव। अब कति कुराहरू तपाईँको मागहरूको लागि तपाईँको यो जुन चाहिँ हाम्रो सरकारले दिनुपर्ने थियो होइन, त्यो कुराहरू खासमा गृहमन्त्रीज्यूले हामीलाई अगाडि भन्दै हुन्थ्यो होइन। यो मागहरू तपाईँको चाहिँ यसो सम्बोधन हुँदैन भन्ने कुरा हुन्थ्यो। तर उहाँ मैले भनिहालेँ, बार भनिरहेको छु, मलाई ढाँट्नु मलाई मन लाग्दैन। उहाँ मसँग राष्ट्रपति कार्यालयमा उहाँ कानुनी सल्लाहकार भएको हिसाबले उहाँ जानुभएको थियो, मैसँग जानुभएको थियो त्यतिखेर राष्ट्रपति निवासमा। ओम प्रकाश अरियाल हजुर गृहमन्त्रीज्यू। अब उहाँले चाहिँ भन्नुपर्ने क्लियरली थियो, तपाईँको माग सम्बोधन हुँदैन है सुदनजी, म यसको विज्ञ हो भनिराख्दाखेरि मलाई चाहिँ मैले त आफ्नो विज्ञलाई ट्रस्ट गर्नु पऱ्यो त्यहाँ त होइन। तर अब अहिले आएर चाहिँ अब हामी चुनावमा जान्छौँ, निर्वाचन मात्रै हो हाम्रो के भन्छ यसको हाम्रो टार्गेट भनेर भनिसकेपछि त त्यो त राम्रो भएन। अब के गृहमन्त्री परिवर्तन गर्ने सोच हो? यो सोच मैले परिवर्तन गर्ने भन्दाखेरि पनि जनताको चाहना र इच्छा अनुसारमा यो परिवर्तन हुनुपर्ने जरुरत छ होइन। यसमा चाहिँ तपाईँको हामीले अस्तिदेखि भनिरहेछौँ, उहाँ जुनको विज्ञता छ, उहाँको फेरि कानुनीमा त फेरि उहाँहरूलाई प्रश्न हामीले उठाएको छैनौँ नि त उहाँको कानुनी विज्ञतामा त, किनभने कठघरामा त उहाँ फेरि एकदम खतरै मान्छे हो होइन, त्यसलाई त हामी रेस्पेक्ट गरि नै रहेछौँ होइन। तर गृहमन्त्री जस्तो पोस्टमा चाहिँ तपाईँको एउटा कमान्डिङ मान्छे चाहिन्छ, जसले चाहिँ एउटा तपाईँको लिड गर्न सक्छ, प्रहरी सङ्गठन सशस्त्र प्रहरी बल लिड गर्न सक्छ, यस्तो खालको मान्छे चाहिन्छ जसले चाहिँ त्यो सिस्टम बुझाएको छ। अब म तपाईँको एउटा गाडी चलाउने मान्छे मलाई प्लेन चलाइदिए भनेर त हुँदैन नि। म गाडीबाट भलै राम्रो कुदाउन सक्छु, तर मलाई गएर प्लेन कुदाउ त तिमी त चलाउनै हो। के भन्दाखेरि तपाईँको चाहिँ के बुझौँ भन्दाखेरि उहाँले गरेको बाचा अनुसार उहाँले काम गर्न सक्नुभयो भने ठिकै छ, तर सक्नु भएन भने त मैले छोडिदिन्छु भनेर भन्नुभएको छ उहाँले चाहिँ होइन। त्यो भनेको अनुसारमा बाचा चाहिँ मान्छेको एउटा बोली हुन्छ नि, एउटा बोली भनेको पक्का हुनुपर्छ जस्तो लाग्छ क्या हामीलाई चाहिँ कि। मैले अहिलेसम्म मन्त्री पद खान्न भने त म त रोडमै छु त होइन, एउटा सर्वसाधारण जस्तो गर्छ उहाँले त्यो बाचा सम्झिनुहुन्छ जस्तो लाग्छ मलाई। अनि त्यो उहाँले जब अब हुन्छ नि त अब तपाईँलाई अब मलाई रुचाउनु भएको छैन भने ठिकै छ भनेर भन्नुभयो भने त्यसपछि सबैजना मिलेर तपाईँको हाम्रो लागि गृहमन्त्री को हुनसक्छ जसको ब्याकग्राउन्ड छ, जसले प्रहरी सङ्गठनलाई सशस्त्र प्रहरी बलहरू लिड गर्नुभएको छ, एउटा सेक्युरिटी फोर्सेसहरू लिड गर्नु भएको छ, एक्सन कसरी गर्नुपर्छ होइन, यो सबै भएको मान्छे, एक्सपिरियन्स भएको मान्छेसँग चाहिँ एउटा टिओआर लिएर जनताले ल के गर्न सक्नुहुन्छ भनेर कन्फर्मेसन गरेर मात्रै उहाँले पठाउँदा चाहिँ ठिक हुन्छ। तर सुरुमा त उहाँले हुन्छ नि तपाईँहरू खोज्नु थाल्नु भनेर भन्ने भने त जनताले खोज्नु थालिहाल्छ नि।